रसुवामा आएको अहिलेसम्मकै भीषण बाढीको घटनापछि उद्धार राहत तथा आगामी आवश्यक कदमबारे निर्णय गर्न प्रधानमन्त्री बालेन शाहले उच्च स्तरीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत रसुवाको प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्। अन्य जिल्लाबाट समेत अतिरिक्त जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको उनले बताएका छन्। उनका अनुसार विपद व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको छ भने मेडिकल टिम, नेपाल स्काउट र रेड क्रस लगायतका सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चाल्ने तयारी गरिएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढाइसकिएको उनले उल्लेख गरेका छन्। तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको प्रधानमन्त्री शाहले बताएका छन्। स्थानीयलाई एसएमएस तथा फोन मार्फत सुरक्षित स्थानमा जान सचेत गराइएको समेत उनले जानकारी दिएका छन्। सम्भावित उद्धार तथा राहत कार्यलाई ध्यानमा राख्दै सबै हेलिकप्टरलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ भने निजी हेलिकप्टर कम्पनीलाई समेत आफ्ना हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको छ। प्रधानमन्त्री शाहले सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा सरकारी निकायबाट आउने उद्धार सम्बन्धी अद्यावधिक सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेका छन्। थप जानकारी तथा राहत सम्बन्धी विवरणका लागि 1234 नम्बरमा सम्पर्क गर्न सकिने उनले बताएका छन्। रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्ड बाई राखिएको हो। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आफ्ना हेलिकप्टर स्ट्यान्ड बाईमा राख्न जानकारी गराइएको प्रधानमन्त्रीले बताएका छन्। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया अघि बढाइएको छ भने विपद व्यवस्थापन प्राधिकरणले मेडिकल टिम, स्काउट र रेड क्रस लगायतका निकायसँग समन्वय गरिरहेको छ। आगामी आवश्यक कदमबारे निर्णय गर्न केही समयमै उच्च स्तरीय बैठक बोलाइएको पनि उनले जानकारी दिएका छन्। प्रधानमन्त्री शाहले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित सरकारी निकायबाट जारी हुने उद्धार सम्बन्धी सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेका छन्। यता गृह मन्त्रालयले 5 जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। गृह मन्त्रालयले सूचना जारी गरी बोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेको हो। गृहले रसुवा, धादिङ, गोर्खा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन भनेको छ। खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता